गूगल क्रोम की ये सेटिंग को अभी के अभी ऑफ करिए, नहीं तो हो सकते हैं आप भी साइबर क्राइम का शिकार। एकदम खतरनाक सेटिङ हो साथीहरु, किनभने यो सेटिङ चाहिँ अफ गर्नु भएन भने हामीहरू पनि हुन सक्छौं साइबर क्राइमको शिकार। र यो सेटिङ चाहिँ हर कसैले पनि अफ गर्नुपर्ने हुन्छ। र कसरी गर्ने हो आउनुहोस् म तपाईलाई देखाउने छु। सबैभन्दा पहिला तपाईले ओपन गर्नुपर्ने हुन्छ गुगल क्रोमलाई। गुगल क्रोमलाई ओपन गर्नु भएपछि माथि तपाईले टपमा हेर्न सक्नुहुन्छ 3 डट राइट साइडमा, यो 3 डटमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईको यहाँ सेटिङ अप्सन छ, नीचे आएर यहाँ देख्न सक्नुहुन्छ सेटिङ अप्सन, यसमा क्लिक गर्नुहोस्। सेटिङमा क्लिक गरेको बादमा तपाईले स्क्रोल डाउन गर्नुहोस्, बिस्तारैसँगले स्क्रोल डाउन गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ साइड सेटिङ अप्सन, त्यो साइड सेटिङमा क्लिक गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ माथि टपमा लोकेसन, क्यामेरा, माइक्रोफोन, यो तीनवटालाई नै तपाईले अफ गर्नुपर्ने हुन्छ। लोकेसन मैले चाहिँ अफ गरेको छु, तपाईको चाहिँ अफ छैन भने यसलाई अफ गरेर राख्नुहोस्। फेरि ब्याक आउनुहोस्। तपाईको यहाँ फेरि क्यामेरा छ, क्यामेरा अप्सन पनि मैले अफ गरेको छु, तपाईको अन छ भने यसलाई अफ गर्नुहोस्। नीचे फेरि तपाईको छ माइक्रोफोन, यसलाई पनि तपाईको अन छ भने अफ गर्ने होला। र ब्याक आउनुहोस्, फेरि स्क्रोल डाउन गर्नुहोस्। सबैभन्दा तल यहाँ हेर्न सक्नुहुन्छ तपाईको डेटा स्टोर, यहाँ देख्नु सक्नुहुन्छ डेटा स्टोर। डेटा स्टोरमा चाहिँ के छ, हामीले जति पनि गुगलबाट जे पनि साइट हामीले ब्राउज गर्छौं त्यो सबै डाटाहरू यहाँ स्टोर भइरहेको हुन्छ। सबै जति पनि तपाईले डिलिट गर्नुहुन्छ यहाँ स्टोर भइरहेको हुन्छ। र इन फ्युचर तपाईको साइबर क्राइमको हात लाग्यो भने तपाई पनि साइबर क्राइमको शिकार बन्न सक्नुहुन्छ। यसलाई पनि तपाईले डिलिट गर्नुपर्छ। तल देख्न सक्नुहुन्छ यहाँ डिलिट अल डेटा, यसमा क्लिक गरिनुहोस् र डिलिट गरिनुहोस्। अब चाहिँ तपाई यसबाट छुटकारा पाउनुभयो। र जहिले पनि तपाईको ब्राउज गर्नुहुन्छ गुगल क्रोममा गएर यस प्रकारले तपाईले यो डिलिट गर्ने होला डाटा, र हमेशा तपाई सुरक्षित हुनुहुन्छ। र यो भिडियो तपाईलाई जानकारीमूलक लागेमा, युजफुल लागेमा सबैको माझमा शेयर गरिदिनुहोस्। र यो पेजलाई फलो गर्नु भएको छैन भने यो पेजलाई अहिले नै फलो गरिदिनु होला, किनभने यस प्रकारको अघिल्लो भिडियो हमेशा म तपाईको माझ यस प्रकारको ल्याइराख्ने छु। र धन्यवाद।